आजको भिडियो अन्तर्गत हामी 2018 सालमा त्रिभुवन विश्वविद्यालयले सीम्याट एमबीएस एडमिसन टेस्टको लागि जुन क्वेसन सोधेको थियो एक्जाममा सेक्सन्स आईभी बिजनेस एन्ड इकोनोमिक्सबाट 25 मार्कको लागि 25वटा क्वेसन, त्यसको बारेमा आज हामी यस भिडियो अन्तर्गत के गर्नेछौँ भने डिस्कस गर्नेछौँ। साथसाथै यस क्वेसनहरूको सही आन्सर राइट आन्सर कुन हो भनेर त्यसको बारेमा पनि हामी पत्ता लगाउन सिक्नेछौँ। योभन्दा अघिको भिडियोमा हामी त्रिभुवन विश्वविद्यालयले सीम्याट एमबीएस एडमिसन टेस्टको लागि जारी गरेको सिलेबस त्यसको बारेमा पनि हामी डिटेलमा कुराकानी गरेका थियौँ। यदि तपाईहरुले त्यो भिडियो हेर्नु भएको छैन भने त्यसको लिंक म यो भिडियोको डिस्क्रिप्सनमा हालिदिनेछु, तपाईहरु गएर भिजिट गर्नुहोला, साथसाथै आफ्नो साथीहरु समक्ष पनि शेयर गर्नुहोला। अर्को कुरा के हो भने त्रिभुवन विश्वविद्यालयले जुन यो सीम्याट एमबीएस एडमिसन टेस्टको लागि जुन मोडल क्वेसन जारी गरेको थियो त्यसको बारेमा पनि हामी कुराकानी गरेका थियौँ। साथसाथै त्यसको सही उत्तर के हुन्छ भनेर त्यसको बारेमा पनि हामी त्यसलाई पत्ता लगाउन सिकेको थियौँ। साथसाथै 2016 सालको एक्जाममा सोधेको क्वेसनलाई पनि हामी सोल्भ गर्न सिकेको थियौँ। अर्को भनेको 2017 सालमा त्रिभुवन विश्वविद्यालयद्वारा लिएको एक्जामको क्वेसनलाई पनि हामी सोल्भ गर्न सिकेका थियौँ। त्यस्तै आजको भिडियो अन्तर्गत हामी 2018 सालमा त्रिभुवन विश्वविद्यालयले लिएका सीम्याट एमबीएस एडमिसन टेस्ट क्वेसन्सको बारेमा सेक्सन्स आईभी बिजनेस एन्ड इकोनोमिक्सबाट जुन 25वटा क्वेसन सोधिनेछ त्यसको बारेमा हामी यस भिडियो अन्तर्गत रहेर कुराकानी गर्नेछौँ। त तपाईहरु भिडियोलाई सुरुदेखि लिएर अन्तसम्म हेर्नुहोला। किन म भनिरहेको छु यो भिडियो हेर्नुहोला भनेर, यो एक्जाममा सोधिएकै क्वेसन्सहरू तपाईको आउने जुन इन्ट्रान्स एक्जाम छ त्यसमा रिपिटेड हुनेछ। तपाईहरु यदि अघिको भिडियोहरू हेर्नु भएको छैन भने कृपया त्यो भिडियोहरू गएर हेर्नुहोला अनि कमेन्ट बक्स तपाईहरुकै लागि हो अनि कमेन्ट गर्नुहोला कति क्वेसन्स मिल्ने गर्छ भनेर। किनभने म जतिपल्ट यो त्रिभुवन विश्वविद्यालयद्वारा सीम्याट एमबीएस एडमिसन टेस्टको लागि जुन एक्जाम लिने गर्दछ त्यो क्वेसन्सहरूलाई हेरे धेरैभन्दा धेरै क्वेसन्सहरू रिपिटेड रहेको छ र अहिले पनि तपाईहरु यो भिडियो अन्तर्गत जुन 76 नम्बरमा क्वेसन हेरिरहनु भएको छ त्यो क्वेसन्स पनि रिपिटेडै क्वेसन्स हो। तपाईहरुकै लागि कमेन्ट बक्स हो, तपाईहरु गएर त्यो भिडियोहरू हेर्नुहोला अनि त्यो सबै सालमा कुन कुन क्वेसन रिपिटेड छ त्यो क्वेसन्स कमेन्ट गर्नुहोला रिपिटेड छ या छैन भनेर। त्यसकारणले गर्दा तपाईहरुको लागि यो विगतमा जुन एक्जामहरुमा सोधिएको क्वेसन छ त्यस कारणले यो भिडियो बनाएर तपाईहरुलाई सहयोग मिलोस् भनेर यो भिडियो बनाउन तर्फ लागेको छु। र आजको यो भिडियो अन्तर्गत हामी 2018 सालमा जुन क्वेसन सोधेको रहेछ त्यो क्वेसन्सको बारेमा हामी सोल्भ गर्न सिक्नेछौँ। यता 76 नम्बरमा तपाईहरु क्वेसन हेरिरहनु भएको छ। यो पहिला पनि अर्को इयरमा सोधेको क्वेसन हो, पास्ट इयर क्वेसन हो, पास्ट इयरमा सोधिसकेको क्वेसन हो यो। यता भनिरहेछ 76 नम्बरमा द अपर्चुनिटी कस्ट अफ अ गुड्स इज भन्नाले के बुझिन्छ। त यो भन्दा पहिला पनि सोल्भ गरिसकेको छौँ हामी। यसको एन्सर भनेको के हुन्छ भने यो द क्वान्टिटी अफ अदर गुड्स सेक्रिफाइड टु गेट एनदर युनिट्स अफ द्याट्स गुड्स भनेको त्यस्तो क्वान्टिटी गुड्सको जुन हामी एउटा पाउनको लागि अर्को युनिट त्यस वस्तुको त्याग गर्न के हुन्छ भने हामी सेक्रिफाइड गर्छौँ। त्यस्तो गुड्सलाई हामी के भन्छौँ भने अपर्चुनिटी कस्ट अफ अ गुड्स भन्छौँ। यसको राइट आन्सर के हुन्छ भने बी हुन्छ। त्यो बीमा हामी के गर्छौँ भने पुरै कालो गरिदिन्छौँ र तपाईहरु यसरी नै कालो गर्नुहोला। तपाईहरुको लागि बेग्लै यो आन्सर सिट दिएको हुन्छ, त्यो आन्सर सिटमा आफ्नो जेल पेनले कालो गर्नुहोला एक्जाममा। र म फेरि पनि भनिरहेको छु यो एक्जामको जुन पास्ट इयर एक्जामको क्वेसनहरु छ त्यसलाई तपाईहरु ध्यानपूर्वक तयारी गर्नुहोला, किनभने त्यसबाट धेरैभन्दा धेरै क्वेसन रिपिटेड हुन्छ। त्यही कारणले गर्दा म यो भिडियोमा यो क्वेसन्सको भिडियोहरू बनाएको रहेछु। साथसाथै योभन्दा अघिको भिडियोहरू तपाईँ हेर्नु भएको छैन भने त्यो सबै भिडियोको लिंक म यस भिडियोको डिस्क्रिप्सन अन्तर्गत राखिदिनेछु, तपाईहरु गएर भिजिट गर्नुहोला र आफ्नो साथीहरु समक्ष शेयर नगर्नुहोला। र कमेन्ट बक्स तपाईहरुकै लागि हो, के कस्तो कमेन्ट गर्नुहुन्छ भनेर यो एक्जामलाई लिएर त्यो एक्जाममा सहयोग मिलोस् भनेर के कस्तो एक्जामसँग क्वेरी रहेको छ त्यो क्वेसन्सहरू तपाईहरु गर्न सक्नुहुन्छ। साथसाथै च्यानलमा नयाँ जुड्नु भएको छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला र लाइक पनि गर्नु होला भिडियोलाई, जसले गर्दा मैले बनाउने भिडियो तपाईहरु समक्ष छिटोभन्दा छिटो पुगोस्। त्यस्तै यता 77 नम्बरमा अर्को क्वेसन दिएको रहेछ, गुगल इन्फोसिक एन्ड एक्साइट आर अल के हो भनेर
के भन्नाले बुझिन्छ भने यता ए नम्बरमा ब्राउजर दिएछ, त्यसपछि बी नम्बरमा वेबकास्टर दिएछ, अनि सी नम्बरमा सर्च इन्जिन दिएछ, अनि डी नम्बरमा सफ्टवेयर दिएछ। यसको राइट आन्सर भनेको सर्च इन्जिन हो यिनीहरू। त्यसैले हामी के गर्छौँ भने सर्च इन्जिनमा यसरी पुरै कालो गरिदिन्छौँ। त्यस्तै यता 78 नम्बरमा अर्को क्वेसन दिएको रहेछ, विच ब्रान्ड अफ एकाउन्टिङ इज मस्ट कन्सर्न विथ द कलेक्शन्स अफ डिटेल फाइनेन्शियल डाटा फर युज इन प्लानिङ एन्ड कन्ट्रोलिङ एन्ड अर्गनाइजेसन्स। यो क्वेसन्स फेरि पनि रिपिट भएर आएको छ। म तपाईहरुले पटक पटक भनिरहेको छु, विगतकै क्वेसन्सहरू रिपिट गरेर अघिको एक्जाम पनि आउने गर्छ। त्यसकारणले गर्दा तपाईहरु भिडियोलाई ध्यानपूर्वक हेर्नु होला। र यो क्वेसन पनि रिपिटेड रहेको छ 78 नम्बरको। त यसको राइट आन्सर भनेको के हुन्छ भने म्यानेजमेन्ट एकाउन्टिङ त्यो ब्रान्ड हो जसले के गर्ने गर्दछ भने जति पनि फाइनान्शियल डाटाहरू हुन्छ त्यसलाई कलेक्सन्स गर्ने र प्लानिङ गर्ने, कन्ट्रोलिङ गर्ने एउटा अर्गनाइजेसन्सको गर्ने गर्दछ। त्यता यसको राइट आन्सर रहेको छ सी नम्बर। सी नम्बरमा हामी के गर्छौँ भने पुरै कालो गरिदिन्छौँ। यदि तपाईहरुलाई कुनै यसको आन्सर यदि मैले गरेको आन्सरको यदि तपाईहरुलाई चित बुझेन भने आफ्नो सल्लाह र सुझाव दिन नबिर्सिनु होला। कमेन्ट बक्स तपाईहरुकै लागि हो। यदि कुनै आन्सर यस्तो मिस्टेक हुन पनि सक्छ त्यसको लागि कमेन्ट गर्न सक्नुहुन्छ तपाई राइट आन्सर। अब यता 79 नम्बरमा दिएको रहेछ, इन्टरनेशनल बैंक अफ रिकन्स्ट्रक्सन्स एन्ड डेभलपमेन्ट IBRD अल्सो नाउन एज कुन बैंक भनेर चिनिन्छ भनिरहेछ त। त्यसको राइट आन्सर जुन छ यो बी नम्बरमा जुन हेरिरहनु भएको छ वर्ल्ड बैंक, त्यो वर्ल्ड बैंक भनेर चिनिन्छ भनेर बुझिन्छ। यता बी नम्बरको यसको राइट आन्सर रहेको छ। त्यस्तै यता अर्को नम्बरको क्वेसन यता सोधेको रहेछ, द फोकल पोइन्ट अफ फाइनेन्शियल म्यानेजमेन्ट अफ अ फर्म इज भनेको फोकल पोइन्ट के हुन्छ फाइनेन्शियल म्यानेजमेन्टको कुनै पनि फर्मको लागि। त यता दिएको छ अप्सन द नम्बर एन्ड टाइप्स अफ प्रोडक्ट्स एन्ड सर्भिस प्रोभाइडेड बाई द फर्म, यो होइन। त्यसपछि द मिनिमाइजेसन्स अफ द एमाउन्ट अफ ट्याक्सेस पेड बाई द फर्म, यो पनि होइन। त्यसपछि अर्को दिएको रहेछ द क्रिएसन्स अफ भ्यालु फर सेयर होल्डर। यसको राइट आन्सर भनेको यो सी नम्बरको रहेको छ। कुनै पनि फर्म फाइनेन्शियल म्यानेजमेन्टको कुनै पनि फर्मको लागि एउटा फोकल पोइन्ट के हुन्छ भने त्यो सेयर होल्डरको के गर्ने भने भ्यालु क्रिएसन्स गर्ने, तिनीहरूको लागि भ्यालु क्रिएसन्स गर्ने हुन्छ। त्यसैले यसको राइट आन्सर भनेको सी रहेको छ। सीमा हामी के गर्छौँ भने पुरै कालो गर्छौँ। त्यस्तै यता 81 नम्बरमा अर्को क्वेसन सोधेको रहेछ, सुपरभाइजर इज एनोदर नेम फर हुम। के भनेछ भने सुपरभाइजर इज एनोदर नेम फर हुम भनेर सुपरभाइजरलाई एनोदर नेमले अर्को कुन नामले चिनिन्छ भनेर। त्यसको राइट अप्सन भनेको यता सी नम्बरको हो, फर्स्ट लाइन म्यानेजर भनेर पनि चिनिन्छ। यता हामी के गर्छौँ भने 81 को यो सी नम्बर राइट आन्सर रहेकोले फर्स्ट लाइन म्यानेजरमा हामी के गर्छौँ भने पुरै कालो गर्छौँ। त्यस्तै यता 82 नम्बरमा हामी हेर्न सक्छौँ अर्को क्वेसन दिएको रहेछ, यो पनि रिपिटेड क्वेसन हो, पास्ट इयरमा पनि सोधिसकेका छन्। यता भनिरहेछ अन अ ग्राफ अ पोजिटिभ लिनियर रिलेसनसिप के हुन्छ भनेर। त्यसको म पहिला पनि भनिदिएछु, यसको राइट आन्सर भनेको सी नम्बर हो, मुभ्स अप टु द राइट भनेर यसको रिलेसन्स रहेको हुन्छ। त्यता सी नम्बरमा हामी के गर्छौँ भने पुरै कालो गर्छौँ। त्यस्तै यता 83 नम्बरमा अर्को क्वेसन सोधेको रहेछ, इन योर इन्कम ड्युरिङ 1 year इज आरएस 10,000 एन्ड द फलोइङ इयर इट इज आरएस 12,000 देन इट हैज ग्रो बाई भनेको कति पर्सेन्टले ग्रो भयो त त्यो भनिरहेछ। त हामी के गर्छौँ भने कति पर्सेन्टले ग्रो भयो भने अहिलेको इन्कम माइनस के गरिदिन्छौँ, पहिलेको इन्कम 12,000 बाट यदि हामी 10,000 घटाइदियो भने अनि त्यसपछि के गर्ने बेस इयर इन्कमबाट के गर्ने हो भने हामी डिभाइड गर्ने हो 10,000 बाट अनि इन्टु 100%। तब के आउँछ भने 12,000 बाट 10,000 गयो भने 2,000 अनि 2,000 इन्टु 100 गर्दा हाम्रो के भइहाल्छ भने 2 लाख आउँछ। अनि 2 लाख त्यसपछि
2 लाखलाई 10,000ले डिभाइड गर्दा हाम्रो के आउँछ भने 20% आउँछ। त्यसैले ए नम्बरको यसको एन्सर के रहेको छ भने राइट रहेको छ 20%। त्यस्तै यता 84 नम्बरमा हेर्नुहुन्छ, यो मोस्ट रिपिटेड क्वेसन हो। योभन्दा अघिको इक्जामहरूमा पनि सोधिसकेका छन्। यता भनिरहेको छ व्हिच अफ द फ्लोइङ इज नेपाल लार्जेस्ट ट्रेडिङ पार्टनर, भनेको सबभन्दा बढी नेपालसँग व्यापार गर्ने देश कुन रहेको छ ट्रेडिङ पार्टनर भनेर। त्यता युएसए दिएको छ, जापान दिएको छ, चाइना दिएको छ। यसको अघिको भिडियोमा पनि हामीले के गरिसकेको छौँ भने यसको राइट एन्सर भनेको इन्डिया हुन्छ। इन्डियासँग सबभन्दा बढी व्यापार सम्बन्ध रहेको छ, इन्डिया यसको राइट एन्सर हुन्छ। त्यस्तै अर्को क्वेसन चाहिँ त्यहाँ हेरिरहनु भएको छ, यो पनि रिपिटेड क्वेसन हो, पास्ट इयरमा सोधिसकेका छन्। यो भनेको छ वाट इज द फुल फर्म अफ डब्लुटिओ। डब्लुटिओको फुल फर्म के हुन्छ, त्यसको राइट एन्सर भनेको यता सी नम्बरमा दिएको छ वर्ल्ड ट्रेड अर्गनाइजेसन हुन्छ, विश्व व्यापार सङ्गठन। त हामी सी नम्बरमा के गर्छौँ भने यसको पुरै फिलअप गर्छौँ। यता 86 नम्बरमा तपाईँहरू क्वेसन हेरिरहनु भएको छ, यो पनि रिपिटेडै क्वेसन्स हो। यता भनिरहेको छ द रेगुलेटरी अथोरिटी फर स्टक मार्केट इन नेपाल इज, भनेको स्टक मार्केटसँग रिलेटेड कुन स्टक मार्केटलाई कसले रेगुलेट गर्ने काम गर्दछ त नेपालमा। यता भनिरहेको छ त्यो यता नेपालमा स्टक एक्सचेन्ज रहेको छ। नेपालको स्टक एक्सचेन्जले के गर्ने गर्छ भने स्टक मार्केटलाई रेगुलेट गर्ने काम गर्दछ। त्यसको राइट एन्सर भनेको के हो भने यो नेपाल स्टक एक्सचेन्जमा हामी पुरै कालो गर्छौँ। यो पनि रिपिटेडै क्वेसन हो, पास्ट इयरमा सोधिसकेका छन्। त्यस्तै यता 87 नम्बरमा अर्को क्वेसन सोधेका रहेछन्, भनिरहेको छ प्रोफिट मार्जिन आर द लोएस्ट इन, भनेको यो पनि धेरै रिपिटेड क्वेसन हो। यो पनि पास्ट इयरमा धेरैपल्ट सोधिसकेका छन्। त्यता यो भनिरहेको छ भनेको प्रोफिट मार्जिन कुन मार्केटमा लोएस्ट हुन्छ, त यो यसको राइट एन्सर हुन्छ पर्फेक्ट कम्पिटिसन मार्केटमा। पर्फेक्ट कम्पिटिसन्स मार्केटमा के हुन्छ भने लोएस्ट हुन्छ। यो हामीले इकोनोमिक्समा पढेका छौँ। पर्फेक्ट कम्पिटिसन्स मार्केटमा पूर्ण प्रतिस्पर्धाको बजारमा के हुन्छ भने प्रोफिट मार्जिन लोएस्ट हुन्छ। त्यस्तै यता 88 नम्बरमा अर्को क्वेसन सोधेका रहेछन्, यो पनि रिपिटेडै क्वेसन हो, यो पास्ट इयरमा पनि सोधेको थियो। यता भनिरहेको छ कि व्हिच अफ द फलोइङ पेमेन्ट इन्स्ट्रुमेन्ट इज नोन एज प्लास्टिक मनी। प्लास्टिक मनी भनेर पेमेन्ट कुन इन्स्ट्रुमेन्टलाई चिनिन्छ, प्लास्टिक मनी भनेर जुन पेमेन्टको लागि युज गरिन्छ। यता यसको राइट एन्सर भनेको क्रेडिट कार्ड हुन्छ, सी नम्बरको क्रेडिट कार्ड यसको राइट एन्सर हो। त्यस्तै यता 89 नम्बरमा अर्को क्वेसन हेरिरहनु भएको छ, यो पनि रिपिटेड क्वेसन हो, पास्ट इयरमा सोधिसकेका छन्। यता भनिरहेको छ कि हुज सिग्नेचर आर फाउन्ड अन 1000 रुपिज नोट अफ नेपाल, भनेको नेपालको 1000 रुपिज जुन छ त्यसमा कसको सिग्नेचर तपाईँ पाउनुहुन्छ, कसको सिग्नेचर गरेको हुन्छ, त गभर्नर एनआरबीको गभर्नरले गरेको हुन्छ। यता हामी के गर्छौँ भने बी नम्बर यसको राइट एन्सर भएकोले पुरै कालो गरिदिन्छौँ। त्यस्तै 19 नम्बरको क्वेसन हेरिरहनु भएको छ। 19 नम्बरमा यो पनि रिपिटेडै क्वेसन हो, भनिरहेको छ कि व्हिच अफ द फलोइङ इज नट अ क्यारेक्टरिस्टिक्स अफ मोनोपोली, भनेको मोनोपोली जुन हामीले एकाधिकार बजार पढेका थियौँ, त्यो मोनोपोली त्यो बजार भनेको यसबाट कुन क्यारेक्टरिस्टिक्स होइन, जुन चारवटा दिएछ त्यसबाट कुन क्यारेक्टरिस्टिक्स छैन। त ए नम्बरको यसको एन्सर हुन्छ। यो भनेको प्रोडक्ट डिफ्रेन्टिएसन्स, यसले डिफ्रेन्ट प्रोडक्टहरू बनाउँदैन। यसको मोनोपोलीको यो के रहेको छ भने एउटा विशेषता रहेको छ। यसबाट यता भनिरहेछ 91 नम्बरमा व्हिच वान इज नट अ भ्यालु एडेड ट्याक्स, यसबाट कुन भ्यालु एडेड ट्याक्स होइन। यसको राइट एन्सर म तपाईँहरूको लागि छोडिरहेको छु। तपाईँहरू कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्नु होला कुन यसको राइट एन्सर हुन्छ भनेर। त्यसपछि हामी कमेन्ट बक्समा यसको एन्सर डिस्कस गरौँला। यता भनिरहेछ 92 नम्बरमा डिफिसिट फाइनेन्सिङ इम्प्लाइज, भनेको डिफिसिट फाइनेन्सिङ कति बेला इम्प्लाइज हुन्छ। त्यो यता डिफिसिट फाइनेन्सिङ यो पनि रिपिटेड क्वेसन हो। त जति बेला भनेको यो सी नम्बरमा यता यसको एन्सर रहेको छ। पब्लिक एक्सपेन्डिचर जति बेला एक्सेस हुन्छ पब्लिक रेभिन्यू भन्दा त्यति बेला के हुन्छ भने डिफिसिट फाइनेन्सिङ इम्प्लाइज हुन्छ। यसको राइट एन्सर भनेको सी रहेको छ।
त्यस्तै यता 93 नम्बरमा यो पनि रिपिटेड क्वेसन हो, पास्ट इयरमा सोधिसकेका छन्। यता भनिरहेछ बिसाइड UK, USA, जर्मनी एन्ड जापान द G7 कन्ट्री इन्क्लुड्स, भनेको G7 कन्ट्री अन्तर्गत यो UK, USA, जर्मनी र जापान बाहेक अरू कुन कुन कन्ट्री पर्दछ त भनिरहेछ। त्यसको राइट एन्सर हुन्छ ए नम्बरको क्यानाडा, फ्रान्स एन्ड इटली। यो 4वटा कन्ट्री बाहेक अर्को कुन कन्ट्री पर्ने गर्दछ भने G7 अन्तर्गत क्यानाडा, फ्रान्स एन्ड इटली यसको राइट एन्सर रहेको छ। यो जुन 94 नम्बरमा तपाईँहरू क्वेसन हेरिरहनु भएको छ यो पनि मोस्ट रिपिटेड क्वेसन हो, अघिल्लो इक्जामहरूमा पनि सोधिसकेका छन्। भनिरहेछ कि हु डेभलप द प्रिन्सिपल अफ ब्युरोक्रेसी, ब्युरोक्रेसी भनेर सिद्धान्त कसले प्रतिपादन गरेका हुन् भनेर सोधिरहेछ। त्यसको राइट एन्सर हुन्छ म्याक्स वेबरले गरेको छ। यो म्याक्स वेबर हामी के गर्छौँ भने बी नम्बरको राइट एन्सर छ, बी नम्बरमा पुरै कालो गर्छौँ। त्यस्तै यता 95 नम्बरमा जुन क्वेसन हेरिरहनु भएको छ यो पनि मोस्ट रिपिटेड क्वेसन हो, यो धेरैपल्ट सोधिसकेका छन्। यता 95 नम्बरमा भनिरहेछ व्हाट इज द SWOT एनालाइसिस। SWOT एनालाइसिस भन्नाले के बुझ्नुहुन्छ? यसको राइट एन्सर भनेको यता दिएको रहेछ, डी नम्बरमा दिएको रहेछ स्ट्रेन्थ, विकनेस, अपर्च्युनिटी एन्ड थ्रेट। त यो डी नम्बरको यसो एन्सर हुन्छ स्ट्रेन्थ, विकनेस, अपर्च्युनिटी एन्ड थ्रेट। यो हामीले पिएममा पढेको थियो। त्यस्तै 96 नम्बरमा यो पनि रिपिटेड क्वेसन नै आइसक्यो। यता भनिरहेछ कि द रेगुलेटरी अथोरिटी फर इन्सुरेन्स सेक्टर इन नेपाल, भनेको नेपालमा जुन इन्सुरेन्स कम्पनीहरू छ त्यो कसले रेगुलेट गर्ने गर्दछ त यसको राइट एन्सर भनेको जुन तपाईँहरू डीमा हेरिरहनु भएको छ अप्सन्स राष्ट्रिय बीमा समिति, यसले रेगुलेट गर्ने गर्दछ। त्यसको राइट एन्सर भनेको यही हो। योभन्दा अघिको इक्जाममा पनि यो क्वेसन सोधिसकेका छन्। त्यस्तै 97 नम्बरमा यो पनि रिपिटेड क्वेसन हो। यता भनिरहेछ हु डज द नेपाल राष्ट्र ब्याङ्क सबमिट इट्स एनुअल रिपोर्ट टु भनिरहेछ। नेपाल राष्ट्रिय ब्याङ्कले आफ्नो एनुअल रिपोर्ट कसलाई सबमिट गर्ने गर्दछ भने यसको राइट अप्सन्स भनेको सीमा तपाईँहरू हेरिरहनु भएको छ मिनिस्ट्री अफ फाइनेन्स। यसको राइट अप्सन्स भनेको मिनिस्ट्री अफ के हुन्छ भने फाइनेन्स हुन्छ, मिनिस्ट्री अफ फाइनेन्स। यो 98 नम्बरमा जुन क्वेसन हेरिरहनु भएको छ यो पनि रिपिटेड क्वेसन हो र यो पहिलाको इक्जामको हामीले सोल्भ गर्ने बेलामा त्यसको एन्सर अलि मिस्टेक भएकोले गर्दा यो भिडियोमा म त्यसको एन्सर सच्याउने छु। त्यता हामीले गलत अप्सन्समा हामीले के गरेको थियो भने त्यसको गलत अप्सन्समा हामीले टिक लगाइदिएको थियो हैन, त्यसको लागि म धेरै क्षमा प्रार्थी छु। अब यसको राइट एन्सर्स भनेको यसको जुन तपाईँहरू भनिरहेछ बायर मार्केट डिनोट्स द प्लेस वेयर, भनेको बायर मार्केटले कस्तो प्लेसलाई डिनोट गर्ने गर्दछ त जता के हुन्छ भने हामीले त्यो अर्को भिडियोमा यसको बी नम्बरमा हामीले के गरेको थियो भने मिस्टेकको कारणले गर्दा यो बी नम्बरको राइट एन्सर्स मानिसकेको थियो यसलाई, तर यसको राइट एन्सर्स भनेको के हुन्छ भने ए नम्बर हो द सप्लाई एक्सिड्स द डिमान्ड, भनेको जता के हुन्छ भने सप्लाई डिमान्डभन्दा बढी हुन्छ त्यस्तो मार्केटलाई के भनिन्छ भने बायर मार्केट भनिन्छ। त्यता के गर्छौँ भने ए नम्बरमा हामी पुरै यसलाई फिलअप गर्छौँ। त्यस्तै यो 99 नम्बरमा जुन क्वेसन हेरिरहनु भएको छ योभन्दा अघिको पास्ट इयरको इक्जाममा पनि यो क्वेसन सोधिसकेको थियो र यो क्वेसन्सको पनि एन्सर्स हाम्रो अघिल्लो भिडियोमा मिस्टेक भएको थियो भनेर सरकारले त भनेको छ गभर्नमेन्ट इम्पोजेस ट्याक्सेस टु, भनेको सरकारले केमा ट्याक्सेस इम्पोज गर्ने गर्दछ त हामीले अघिल्लो भिडियोमा 99 नम्बरमा जुन क्वेसन सोधेको छ त्यो क्वेसन्समा हामीले नन अफ द एबभको जुन दिएको रहेछ अप्सन त्यसमा लगाइसकेका थियौँ, तर त्यो अप्सन्स भनेको मिस्टेक रहेको छ। यसको राइट एन्सर भनेको के हुन्छ भने रन द मेसनरी अफ द स्टेट, भनेको स्टेटको जुन मेसनरीहरू रन गराउँछ त्यसमा के गर्ने गर्दछ भने ट्याक्स इम्पोज गर्ने गर्दछ सरकारले। यसको राइट एन्सर यो हुन्छ ए नम्बर। यसको लागि पनि म क्षमा प्रार्थी छु। त्यस्तै त 100 नम्बरमा अर्को यो लास्ट क्वेसन्स रहेको छ यो सेक्सन्स आइबी भनेको बिजनेस एन्ड इकोनोमिक्सबाट जम्मा 25वटा क्वेसन सोधिने गर्दछ 25 मार्कको, त्यसबाट यो लास्ट क्वेसन्स रहेको छ 100 नम्बरको। भनिरहेको छ व्हिच अफ द फलोइङ रेसियो इन्डिकेटेड द फाइनेन्सियल रिस्क अफ अ फर्म।
यो पहिलाको पनि इक्जामहरुमा धेरैपल्ट यो क्वेशन सोधिसकेको छ। त तपाईहरु यो के गर्नु होला भने यसको आन्सर म भनिसकेको छु। यसको राइट आन्सर के हुन्छ भने यता के भनिरहेको छ क्वेशनमा, व्हिच अफ द फलोइङ रेशियो इन्डिकेटेड्स फाइनान्शियल रिस्क अफ अ फर्म भनेको फाइनान्शियल रिस्क कुन रेशियोले इन्डिकेटेड गर्ने गर्दछ कुनै पनि फर्मको। त्यता राइट आन्सर यसको हुन्छ डेब्ट इक्विटी रेशियोले। त डेब्ट इक्विटी रेशियोमा के गर्छौं भने हामी पुरै कालो गर्छौं। यो जम्मै थियो 2018 सालमा त्रिभुवन विश्वविद्यालयद्वारा लिएको सीम्याट एमबीएस एडमिसन टेस्टको लागि जुन इक्जाम लिएको थियो त्योको सेक्सन IV4 बाट जुन 25 वटा क्वेशन सोधिनेछ त्यसको बारेमा हामी डिस्कस गर्यौं यो भिडियो अन्तर्गत। अबको हामीले जुन नेक्स्ट भिडियो आउने गर्दछ त्यसमा हामी अर्को इक्जाममा 2018 को भयो 2019 को इक्जाममा के कस्तो क्वेशन सोधेका थियो त्यसको बारेमा डिस्कस गर्नेछौं। तपाईहरुले सुरुदेखि अन्तसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। साथसाथै भिडियोलाई लाइक गरेर यसलाई आफ्नो साथीहरु समक्ष शेयर गर्नुभएकोमा त्यसको लागि पनि तपाईहरुलाई धेरै धेरै धन्यवाद। कमेन्ट बक्स तपाईहरुकै लागि हो। तपाईहरुलाई के यो इक्जामसँग रिलेटेड क्वेशन्सहरु छ त्यो क्वेशन्स तपाईहरु कमेन्टमा कमेन्ट गर्न सक्नुहुन्छ। त्यो क्वेशन्सको आन्सर हामी कमेन्ट बक्समा डिस्कस गरौँला किनभने कमेन्ट बक्स तपाईहरुकै लागि हो। भिडियोलाई अन्तसम्म हेरिदिनु भएकोमा साथसाथै च्यानललाई सब्स्क्राइब गरिदिनु भएकोमा तपाईहरुलाई हृदयदेखि नै धन्यवाद।